होइन दाजु, ओ आयो फेरि ओ हामी कार्यकर्ता हो। ए एकछिन पर्खनुहोस् है, म फेसबाट आएर कुरा गरौँला है त। अहिले नखिच्नुहोस् है, यो हारको बिडा बनाउन रातभरि खाइएछ यी ढलेर कसैले हुन्छ हुन्छ, सुत्न म खिच्छु बोलाएनन्। छैन, खिच्छु छैन। यो हटाउँछु अनि खिच्नु होला है त। ल हस् एकछिन हस्। रोक्नुहोस्, अहिले नखिच्नुहोस् है त। ल अब के पहिला सोध्ने हो मिलाएर पहिला भन्नुहोस् त, अनि म मिलाएर एन्सर दिन्छु। अहिले नखिच्नुहोस् है। हस् ल हस्, म खिच्छु छैन, खिच्छु छैन। ल सोध्नुहोस् अब के सोध्ने हो, ल भन्नुहोस् त। हस्, अहिले इलेक्सनको रिजल्ट के भइरहेछ? के भन्ने अहिले तपाईँलाई? अब हाम्रो गणेशमानले भनेको के भन्थ्यो नि जनतालाई, अब त्यो भन्न मिलेन, अहिले गाली गरिहाल्छन्। जता जता हावा बग्यो त्यतै त्यतै बग्दा रहेछन्। तर यो चाहिँ नराख्नुहोस् है, यो अहिले क्यामेरामा चाहिँ नराख्नु, तपाईँलाई भने मात्रै हो मैले यो। अब सही एन्सर भन्छु है, ल सुन्नुहोस् है। अब ल सुरु गर्नुहोस् त। जनता हाम्रै पक्षमा छन्, सबैले हाम्रै पार्टीलाई भोट दिनेवाला थिए। तर के गर्ने, सबै यो कुरो गगनले बिगार्यो, बुझ्नुभयो? अहिले यो गगनले भ्याट अध्यक्ष नजित्या भए, सभापति नजित्या भए, हाम्रा पार्टीको सभापति प्रचण्डज्यू शेरबहादुरज्यू मिलेर हामी चुनाव लड्थ्यौँ। अनि यिनीहरू त आछुआछु भइहाल्थ्यो नि। यिनीहरू त के भन्छन्, विपक्षी पार्टीमा बस्थे। अनि हाम्रा अध्यक्षज्यूहरू मिलाएर 2-4 महिना गरेर म्युजिकल चेयर जस्तो अझै प्रधानमन्त्री खाइराख्थे। कहाँबाट अलसिन लागेर त्यो गगनले जित्दियो। ल हेर्नुहोस् त। ए यो कुरो पनि नराख्नुहोस् है, तपाईँलाई मैले भन्ने बिर्सेँ, यो नराख्नुहोस् है। अब म सही कुरो चाहिँ अब भन्छु। अब सुरु हो। ल भन्नुहोस् है, अब यो चाहिँ राख्नुहोस् है। हामी अझै जित्छौँ, तर एउटा कुरो हेर्नुहोस्, यो पटक हार्दैमा पनि केही हुनेवाला छैन। एउटा मागले जाडो जाँदैन, सुनिराख्नु सबैजना निलो क्रान्तिहरू। एउटा मागले जाडो जाँदैन। प्रचण्डले पनि योभन्दा पहिला यस्तै जितेकै त हुन् नि। अहिले हेर्नुहोस् त के हालत छ। यिनीहरूको पनि त्यस्तै हालत गर्ने हो। यिनीहरूलाई त हामी यति आछु आछु बनाएर यस्तो बनाउँछ कि अबको 2 वर्षमा यिनीहरूले आफै अर्को चुनाव गर्छन्, त्यसपछि हामी जित्ने हो। हामी बहुमत ल्याउँछौँ, फेरि हाम्रै बागडोरमा हाम्रो अध्यक्षज्यूले प्रधानमन्त्री चलाउनुहुन्छ। अनि 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 मलाई आएर सोध्नुहोस्, त्यसपछि हामी के गर्छौँ त्यति बेर गर्छौँ। यिनीहरू सबैलाई जेल खोज्ने हो। अब योभन्दा बढी चाहिँ नखिच्नुहोस्, किनभने अब यो चुप लगाएर बस्ने बेला हो। त्यही भएर अब यो अर्को पटक हामी जित्छौँ अनि अन्तर्वार्ता लिन आउनु होला है त। तर यो आजको भिडियो काहीँ पनि नहाल्नुहोस्। यो बेकार हो, सबैले कुरा काट्छन्, राम्रो कुरा पनि राखेर नहाल्नुहोस् है। ठिक छ, बाई बाई। ल नमस्कार। नमस्ते।